हेलो गाइज नमस्ते सेवा सबैजनालाई। आज चाहिँ म हजुरहरूले के कुरा सेयर गर्न आएको भए नि, म आज टाइलमा गएको थिएँ, स्कुटीको टाइलमा है। अस्ति चाहिँ लिखित पास गरेर आज चाहिँ टाइल थियो मेरो। टाइलमा चाहिँ कस्तो हुँदो रहेछ भने मेरो एक्सपिरियन्स चाहिँ म तपाईँहरूलाई भन्छु। अब त्यो पालो सालोहरू के टोकनसँग लिने, आफ्नो नम्बरहरू हेर्ने त भइहाल्यो है। त्यो चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ। अनि त्यसपछि यहाँबाट बिहानै गएको थिएँ। अनि त्यसपछि गएपछि अब त्यहाँ पालो सालो बस्ने टोकनहरू लिने काम भयो। त्यसपछि अनि पालो आएपछि धेरै थियो। आज स्कुटर र बाइकको गरेर लगभग 300-400 नै थियौँ। अनि त्यसपछि पछि पालो आयो। पालो आएपछि एकदम धेरै ढुकढुक हुँदो रहेछ है। माई गड कस्तो ढुकढुक हुँदो रहेछ आफ्नो पालो आउने बेलामा। अनि त्यसपछि एकदम नर्मस एकदम भइँदो रहेछ। तर नर्मस चाहिँ नहुनुपर्ने रहेछ गाइज, किनभने जस वरिपरि कोही पनि छैन, म मात्रै छु भन्ने टाइपको चाहिँ हुनुपर्ने रहेछ। अनि त्यसपछि एकदम धेरै अब सबैलाई थाहा छँदैछ 8 गाह्रो है। अनि मलाई चाहिँ कस्तो भयो भने यहाँ सिकेको र उहाँ सिकेको धेरै फरक लाग्यो, किनभने साधन स्कुटर पनि फरक है। अनि त्यसपछि अब त्यहाँ 8 पनि जस अर्कै टाइपको जस्तो लाग्यो मलाई चाहिँ है। अनि त्यसपछि अलिक गाह्रो भयो। मैले चाहिँ आधी घन्टा बिहान अलिक पैसा अलिक तिरेर चाहिँ आधी घन्टा चाहिँ अलिक धेरै सिकेको थिएँ। आधी घन्टा चाहिँ सिकेको थिएँ बिहान। त्यहाँ पनि मलाई एकदम गाह्रो भयो कि। अनि त्यही भएर म त सक्दिनँ होला, अब यहाँ त अर्कै रहेछ जस्तो टाइपको भयो। यहाँ त मैले 2 दिनमै पास गरेको हो नि त, 2 दिनमै मैले सिकिसकेको 8। अनि त्यसपछि उता यहाँ स्कुटर पनि सानो थियो, उहाँ त ठुलो हुँदो रहेछ स्कुटर पनि। अनि त्यसपछि अब हात बसेको फरक हुन्छ नि त होइन। अनि त्यसपछि उताबाट गएपछि त मलाई त कस्तो होपलेस भयो क्या। अब त्यो स्कुटर पनि अर्कै छ, झन् चलाउँदाखेरि झन् कस्तो धेरै स्पिड गइहाल्ने कि होइन। अनि स्पिड गइसकेपछि कस्तो गाह्रो भयो। अनि त्यसपछि मलाई सक्दिनँ होला जस्तो फिल भएको थियो है। अनि त्यसपछि कस्तो डर लागेको थियो कि होइन। अनि त्यसपछि डर लागेपछि पनि अनि मेरो पाला आयो। पछि पालो अरूको हेर्दाखेरि पनि कस्तो धेरै नर्भस भइसकेको थियो है। कस्तो धेरै त इक्जाम दिएको भन्दा पनि धेरै डर लागेको कि, त स्कुलहरूमा इक्जाम हुन्छ नि, त्योभन्दा डर लागेको फिल भएको कि। अनि त्यसपछि गएँ, मेरो पाला आयो। अनि मैसँग साथीहरू पनि हुनुहुन्थ्यो। अनि पाला आएपछि चाहिँ म गएँ। अनि त्यसपछि स्कुटर कस्तो त्यो हुन्छ नि स्पिड टाइपको के है। अनि म अलिक स्पिडै चलाउने पहिलादेखि नै चलाइरहेको भए नि, अनि स्पिडै चलाउने जस्तो अब जान्छु जेसुकै होस् भनेर टाइपको गएँ है। अनि त्यसपछि त्यहाँ 8 आयो। फर्स्ट 8बाट लाग्नुपर्ने, त्यसपछि गएँ, बिस्तारो गएँ। कस्तो लड्ला जस्तो फिल भयो। फेरि कन्ट्रोल गरेँ आफूलाई, कन्ट्रोल म त सक्छु गर्छु। नर्भस चाहिँ हुन्छ तर होइन, नर्भस त भइन्छ तर नर्भस चाहिँ नहुनुपर्ने रहेछ होइन। म सक्छु, कन्फिडेन्स म चाहिँ सक्छु भन्ने चाहिँ हुनुपर्ने रहेछ है। अनि त्यसपछि गएँ लडसी भएर डर लाग्दै गएँ। झन् ट्राफिक गर्दाखेरि कस्तो डर लाग्ने कि है। अनि त्यसपछि ट्राफिक डर लाग्ने। अनि त्यसपछि गएँ अनि बिस्तारो गएँ। त्यो 8मा लड्ला जस्तो फिल भयो है।